सद्व्यवहार, सत्कर्म, सद्व्यवहार, सद्ज्ञान, सद्बुद्धि। हामीले विभिन्न पूजा, धर्म, कर्म जे जति गर्छौँ, सामान्य खर्चबाट गरिने कर्महरू नभई विशेष खर्च लगाएर गुरुहरूको सेवा सम्मान गरी देवदेवताको भक्ति, ज्ञान, प्रतिष्ठा, मनन, श्रवण, चिन्तन सबै कुराहरूबाट जसरी आत्मा शान्ति, सिद्धि प्राप्ति हुन्छ, तिनीहरूका पूजाहरूमा बस्दाखेरिका नियमहरू, पालना गर्नुपर्ने नियमहरू यस प्रकार छन्। हिन्दू सनातन धर्मावलम्बीले मनाउँदै आएका चाड पर्वहरू, जात्रा देवी देवतासँग सम्बन्धित छन्। जे जस्तो तिनलाई सम्पन्न गर्न पूजा, आराधना, ध्यान, जप, व्रत, अनुष्ठान, होम आदि यज्ञादि धार्मिक कार्य गर्नुपर्दछ। यसका लागि निश्चित नियम, आचरण र सङ्कल्प आवश्यकता पर्दछन्। आफ्ना इष्ट देवता पूजा गर्नुपर्छ, कुल देवताको पूजा गर्नुपर्दछ र पूजा गर्नुभन्दा पहिला प्राय निम्न कुराहरूमा ध्यान पुर्याउनु पर्दछ। ती हुन् शुद्धता, स्थान, सङ्कल्प, एकाग्रता, सामग्री, स्वच्छ वस्त्रको प्रयोग र यज्ञादि कर्ममा यज्ञ पत्नीको तथा यज्ञकर्ताहरूको बसाइ। कुनै पनि धार्मिक कृत्यका लागि शुद्धता पहिलो शर्त हो। शुद्धता बिना पूजा गर्नुभन्दा नगर्नु नै बेस मानिन्छ, किनकि पूजामा बस्नुभन्दा पहिला शारीरिक तथा मानसिक रूपमा शुद्ध भई भक्तिपूर्वक पूजा गर्नु पर्दछ। स्थान, पूजा गर्ने स्थान चयन गरी उक्त स्थानलाई आवश्यकता अनुसार घेराबन्दी तथा सरसफाई, लिपपोत गरी शुद्ध जल छर्केर अथवा गङ्गाजल, गौत, गोबर इत्यादि पवित्र बनाउनुका साथै यजमान र गुरु पुरोहित बस्ने स्थान पनि कार्यअनुसार चयन गर्नुपर्दछ। पूर्व, दक्षिण देव कार्यमा प्रयोग हुन्छ भने उत्तर पितृ कार्यमा प्रयोग गरिन्छ। त्यसै सप्ताहदि, नवयज्ञादि गर्दाखेरिको आसनहरू फरक फरक हुने गर्दछन्। दृढ सङ्कल्प, म यो कामना, यो पूजा गर्छु, यो कामना सिद्ध गर्छु भन्ने हिसाबले सङ्कल्प भनेको मन, वचन र कर्मले हातमा पवित्र जल, जौ, तिल र अक्षता, कुश र द्रव्य लिएर कुनै प्रकारबाट पनि पूजा खण्डित नहोस् भनेर गर्ने वा पूजा विधि पालना गर्ने प्रेरणा दिने एक मुख्य वाक्य जो आफ्नो मनको भावनाबाट व्यक्त गर्ने तथा गुरुबाट बोलिने शब्दलाई सङ्कल्प भनिन्छ। एकाग्रता, पूजामा बस्ने मानिसको मन पूर्ण रूपमा एकाग्रता हुनुपर्छ। पूजा अवधिभर बाहिरी तत्त्वमा ध्यान लाग्नु हुँदैन। जुन भगवानको पूजा गर्छौँ त्यही भगवानको नाम सम्झँदै पूजा गर्नुपर्छ। जबकि हामी पूजा गर्न लाग्छौँ, माथि खाना डढिसक्यो कि पाहुना नखाइ जानुभयो कि भन्ने प्रसङ्ग जस्ता बाहिरी कुराहरूलाई नलिई आफ्नो भगवानलाई सम्झेर पूजाआजा गर्नुपर्ने हुन्छ। तसर्थ पूजाको सम्पूर्ण फल प्राप्त गर्न भक्ति र एकाग्रता हुनैपर्छ भनिएको छ। सामग्रीहरूमा पूजा आरम्भ गर्नुअघि आवश्यक पर्ने सबै सामग्री तयार गरी आफू बस्ने ठाउँ वरिपरि राख्नुपर्छ अथवा नजिकै भेट्ने गरी नजिकै स्थानमा अथवा थाहा हुने स्थानहरूमा अराउन सकिन्छ। सामग्री तयारपछि पूजा आरम्भ गर्नुपर्छ। धर्म एवं हतो हन्ति, धर्मो रक्षति रक्षिता। धर्मको नाश गरेमा हामीलाई नै हानि गर्छ, तसर्थ आफ्नो रक्षाका लागि धर्म पालना गर्नुपर्छ। श्रुति स्मृति पुराण आदिले बताएको ज्ञान नै धर्म हो। जस्तै सूर्य उदयदेखि अस्तसम्म
नित्य नैमित्तिक र काम्य कर्म गरिरहन्छन्। नित्य कर्म सधैँ गर्नुपर्ने, नगरी नहुने, नगरेमा प्रायश्चित्त लाग्ने, गरेमा चित्त शुद्धिको फल पाइने। यस कर्ममा नित्य स्नान, त्रिकाल, सन्ध्या, तर्पण आदि पर्दछन्। नैमित्तिक कर्ममा नामकरण, एकादशी, जन्माष्टमी, रामनवमी आदि पर्दछन्, जसमा काम्य फलको इच्छा राखेर कामनापूर्वक गरिने कर्म पर्छन्, जस्तै व्रत, पूजा, लाखबत्ती, सप्ताह, नभा, यज्ञ आदि कर्महरू यस काम्य कर्ममा पर्दछन्। त्यस्तै गरी यी कर्महरू गर्दाखेरि कस्तो कस्तो कपडा लगाउने भन्ने विषयमा स्वच्छ वस्त्रको प्रयोग गरिन्छ। प्रदक्षिणा, प्रणाम, पूजा, होम, जप, गुरु देवताको दर्शन गर्दा घाँटीमा कपडा नराख्ने र स्नान, दान, जप, होम, पितृतर्पण, श्राद्धमा नीलो वस्त्र धारण गर्नु हुँदैन भन्ने कुरो प्रस्तुत गरिएको छ। यसै गरी यज्ञादि कर्ममा आशीर्वादेकभिषेके च पाद प्रक्षालने तथा शयने भोजने चैव पत्नीतुत्तरतो भवेत्। वामे सिन्दूरदाने च वामे चैव दीर्घमे वामे कसने च सम्यायां भव्यज्याया प्रियार्थिनी। आशीर्वाद लिँदा, अभिषेकमा, ब्राह्मणको पाउ धुँदा, शयन भोजनका समयमा पत्नी बायाँ भागमा हुनुपर्छ। सिन्दूरदानमा, दिरागमनमा, भोजन तथा शयनमा बायाँतर्फ रहनुपर्छ। कन्यादाने विवाहे च प्रतिष्ठा यज्ञकर्मणि सर्वेषु धर्मकार्येषु पत्नी दक्षिणातो विषेत्। हवने देवतार्चने आश्रु सारथिकाले च वामे भागे प्रशस्यते। कन्यादान, विवाह, प्रतिष्ठा, धार्मिक कर्ममा, हवन कर्म, देव पूजामा दायाँ र पतिसँग बायाँ भागमा रहनुपर्छ भन्ने कुरो शास्त्रसम्मत बताइएका कुराहरू यहाँ समक्ष राख्दछु। जय होस्। राधे राधे।